अब लाइनमा अब सुन्नु न म पनि त्यही भन्छु अस्ति सोधिरहेको थिएँ मैले म दाइको विषयमा केही बोल्दिनँ भन्नु थिएँ मैले अनि पछि लाइ बसेको बेला कलौटेकी कान्छी बुढी कलौटेले के गरे कस्तो गरे भने मलाई कति भनेको हुन्छ लाइ मलाई भन्नु त म कति सहनु यार मलाई त तपाईसँग तपाईको मलाई बुढी बनाइदिए म के गरौँ तपाईँलाई भन्नु न मरम त्यही छैन एउटा अब हामीले चाहिँ एउटा हामी कलाकार भएर अब मिलेर जोडेर काम गरेको होइन त्यो अब त्यसमा जज गर्छन् भने हामीलाई त्यस्तो कुरामा हामीलाई मतलब पनि गर्ने होइन त्यस्तो कुरामा आफ्नो काममा फोकस गर्नुपर्छ कि तर भनेलाई भनिदिनु न केही पनि फरक पर्दैन मैले एउटा भिडियो हाल्दै थिएँ शेयर गर्दै थिएँ हेरेर के भने मान्छेहरू बाहिर अरू पोल्न लागिरहेको त्यो भिडियोहरू देख्दा अलिक त्यो पार्टी भिडियो नआएर यस्तो उस्तो भनेर मैले अचार के भयो भिडियोहरू बनाएर हाल्न छोडेँ मैले म तिमीको के छ त्यो सुटिङको रिपोर्टको तिमीले सुटिङ गर्दाको बेला म हाल्दै छैन हाल्दिनँ भने ए होइन यस्तो अब अस्ति मैले तपाईँलाई अस्ति हामीले भिडियो बनाएको थियौँ नि त टिकटक सुटिङमा त्यस्तो त हाल्दा केही पनि तर नराम्रो बोलेर चाहिँ नहाल्नु भयो क्या नहाल्नु पर्यो त्यो चाउमिन खाएको हाल्यो के भयो त अनि त्यो के भयो त नराम्रो अनि तपाईँलाई मैले के भनेर मेरो दाई भनेर पो हालेको छु त अनि भाउजू रिसाउनु भएको छ क्या बिसाएर म भाउजूलाई कति माया गर्छु दाइले कति सपोर्ट गर्छु कति माया गर्छु भाउजू रिसाउन जानु म त्यस्तो मान्छे होइन क्या म बाहिरबाट जिस्किन्छु हाल्छु तर म त्यस्तो मेरो मनमा कहिले पापमा सोच्दिनँ हो त्यही त अनि हो बुढीलाई माया गर्ने बुढीले भनेको कुरा मान्ने दाइमा केटीसँग नलाग्ने हो त्यो गर्नु आफू पनि दुनियाँ केटीसँग भिडियो बनाउँदै हिँड्दै गर्नुहुन्छ कहिले काहीँ अब कलौरीले न कलर बनाएको थियो उसले कपिलले जहाँ भने त्यहीँ जानुहुन्छ कस कस केटीसँग भिडियो बनाउनु भएको हुन्छ कहिले माथि काममा हाल्नु कहिले के गरेको देखा हुन्छ मैले अनि मलाई भन्नुहुन्छ देखाएको थिएँ मैले अस्ति भिडियो आएको थियो काम के हो न आज आउनु नि आज भेटौँ कामै छ के काम छ त्यही भएर भेटौँ भनेको नि दाजु मेरो प्यारो दाइ नरिसाउन न बहिनीसँग यार यसो आउनु नि तपाईँलाई खासा खुवाउँछु पढा भाडा दिन्छु के भन्नुहुन्छ दाइले थ्याङ्क यू भाउजूसँगै रहेछ बुढाको त्यही भएर बोल्न माने त्यही भएर दर्शकलाई छल्लङ्ग बनाइदिएँ क्या मैले सबैले कलर बुढी बुढी भन्छन् नि मलाई चाहिँ नि फोन गरेको आज चाहिँ कसम भनेको हो क्या दाइ हुने यार कसम बोल्नुहुन्छ अनि अरू त छोड्दैन यो सिडनीले भनेको थियो नि अरू त दर्शक यहाँ तिमीसित जोडिने मान्छेले नराम्रो कुरा संकेत हिसाबले भनिरहेको थियो कस्तो मैले नराम्रो तरिकाले नै होइन नि त्यो त कन्टेन्टको हिसाबले बनाएको नि कन्टेन्ट भनेर लेडिजलाई कन्टेन्ट भनेर डिसरेस्पेक्ट गर्न पाइएन नि त कस्तो डिसरेस्पेक्ट हुन्छ त्यो कुरा डिसरेस्पेक्ट हुन्छ त्यो गरेर खिचेको भनेपछि डिसरेस्पेक्टै भयो नि मिस्टर श्रेष्ठ वेलकम थ्याङ्क यू सबै साथीभाइहरूलाई यहाँ के लाग्यो चाहिँ यार मेरो सेतो सेतो ल सुपरम्यान म निस्किन्छु अहिले अब एक गेम खेलौँ न अब एक गेम म पनि अब यहाँबाट पिकअप गर्ने बेला भयो एउटा म्यासेज आछ
सिडनी सर राम कोइरालाको लाइभ हेर्नु न पख है जोड न लाइभले हात काट्न लाग्छ अरे यार म जान्छु लाइभमै हात काट्न लाग्छ अरे राम कोइराला यहाँ जोडौँ न यहाँ जोडौँ न राम कोइरालालाई अँ ल ल यो हटाउनु त म जोड्छु यहाँबाट जोडौँ न के रहेछ कसो रहेछ हेरौँ बिचारा अब तपाईँको साथी छैन जोड्नु त होइन मसँग ल म जोड्छु गाली गर्नु लाइभमै छैन त राम कोइराला छैन लाइभमा छैन के त झुट बोल्ला तपाईँ पनि झुट बोल्ने केटा त होइन फेरि महाकालले लेखाएको छ जो कहनु है त म हेरेर आउँछु नजान न एकछिन पर्छ न ल भाग्यो के आफ्नै म पनि लाइटिङ गर्छु दादा अब के गर्नु गाह्रो छ बाहिर गीतहरू लिन्छ त्यही भएर बाहिर निस्किन आएको हो ए हुन्छ रितु ल पछि जोडौँ ल है त हस् दादा ल म पनि निस्किन्छु सबैलाई बाई बाई गाई साथीहरू ल दादा